इन्जर भोक लाग्छ माम खाएर जानुपर्छ 12:42 भइसकेछ यहाँ किन बत्ती बालेर छोडेछ नै इस हाम्रो घरमा त नि आएन न इस यो चाहिँ मेरो बुढा अनि यो चाहिँ म अनि यो बुढा यो बुढी अनि यो चाहिँ दुईजनाको बच्चा छोरा हो कि छोरी हो खोइ छोरी होला कति राम्रो छ है देख्ने बित्तिकै कति क्युट यहाँ नि कति राम्रो मैले उहाँलाई चाहिँ यो सानो किन ल्याएको भने म चाहिँ अलि ठुलो बन्नलाई क्या अनि यो चाहिँ म हो अनि यो चाहिँ उहाँ हो अनि त्यस पछाडि यो चाहिँ हाम्रो परिवार हो नयाँ हिरो त्यही हो रे यही हो तपाईहरुको नयाँ हिरो कुन रोल प्ले गर्नुहुन्छ अनि छोरी त सानी रहेछ त रे यो विदेशमा यस्तै हुन्छ के बाउ पनि सानै हुन्छ हैन छोरी अनि आमा चाहिँ अलि ठुलो हुन्छ अनि त्यो के रे यिनीहरु चाहिँ यहाँ नेपालीहरुले जन्माको बच्चाहरु चाहिँ एकदम हुलुक हुलुक बढ्छ क्या अनि ठुलो हुन्छ अनि त्यही भएर मैले त्यस्तो खालको कन्सेप्ट बनाएको भएर चाहिँ अलि ठुलै राख्दिएको हो के यहाँ चाहिँ त्यस्तै हुन्छ नेपाल र नेपालीको छोराछोरी चाहिँ अलिक ठुल्ठुलो हुन्छ नि त अनि त्यही भएर अनि मैले थोरै कुखुरा हाँसहरु पनि पालेको छु है अनि मेरो कुखुरा हाँसहरु चाहिँ यहाँ छ यहाँ चाहिँ कुखुरा हाँस छ अनि यहाँ चाहिँ एकदम जाडो हुने भएको भएर यसले पनि यहाँ जुत्ता लगाएको छ अनि मेरो कुखुरा मलाई चाहिँ मेरो घरको सेतो भाले पहिलाको भाले याद आएको भएर मैले अब यस्तो खालको भाले ल्याएर राखेको छु यहाँ अनि त्यसैगरी अर्को यहाँ छ अनि यो चाहिँ मकै चाहिँ अब मैले यिनीहरुलाई राख्दिएको मात्रै हो यिनीहरुले चाहिँ खादैन हैन तर यो चाहिँ म आफैले खान्छु क्या यो मकै चाहिँ बेला बेलामा झिकेर खान्छु यो मकै चाहिँ यिनीहरुको नाम पारेर यो मकै खानी चाहिँ मै हो अहिले हराको कुकुरको के छ अहिले कति मोटो भछ मेरो भक्कु त ल साथीहरु मेरो अनि यो चाहिँ वेलकम हो तपाईहरुलाई वेलकम लेखेको छ नि त यहाँनिर चाहिँ अनि यिनीहरुले चाहिँ तपाईहरुलाई वेलकम गर्दै छ यो चाहिँ मेरो कन्सेप्ट हो जब पनि आउनुहुन्छ तपाईहरुलाई मेरो घरमा स्वागत छ भनेर चाहिँ मैले टक्क खानेकुरा सहित यसरी थीम बनाएर राखेको अनि यो चाहिँ मेरो बुढाले ल्याइदिनु भएको फूल मलाई चाहिँ यस्तो फूलहरु असाध्यै मन पर्छ अनि रातिमा चाहिँ यो अझै बत्ती बल्छ झन् मजा आउँछ यस्तरी बत्ती बल्छ न अनि कस्तो रमाइलो लाग्छ मलाई बत्ती बल्यो भने उहाँले चाहिँ यता ठुलो फूल ल्याइदिनु भएको छ मलाई अझै अँध्यारोमा चाहिँ यस्तो राम्रो देख्छ चाहिँ अनि यो चाहिँ मेरो थीम हाम्रो यहाँबाट सिपको थीम आएको थियो सीको थीम आएको थियो अनि त्यहाँबाट यहाँबाट हामीले चाहिँ यसरी ल्याएर सीको थीम बनाउँदै यो चाहिँ राति बत्ती बल्छ हैन यहाँ चाहिँ ब्याट्रीले काम गर्ने हो त्यहाँ कस्तो राम्रो देखिन्छ रातिमा बत्ती बाल्यो भने चाहिँ अहिले चाहिँ सकिएको छ अनि त्यसपछि यो चाहिँ अस्ति मलाई दिनुभएको फूलहरु हो अहिलेसम्म सुकेको छैन यहाँ त कति दिनसम्म नसुक्दो रहेछ कस्तो राम्रो भएको छ अनि यो बोट अनि यहाँ के भन्छ रे पुच्छर वाला हुन्छ नि पुच्छर यो के जलपरी यहाँ चाहिँ जलपरी छ जलपरी पानी भित्र जलपरी यो चाहिँ रियल प्लान्ट हो मेरो रियल प्लान्ट मलाई चाहिँ घरभित्र हरियो चीजहरु कस्तो मन पर्छ परी भन्नुभएको छ नि परी यो चाहिँ यसलाई चाहिँ खोइ पानी हाल्नुपर्छ कि के गर्नुपर्छ कुन मैले ल्याएको देखि केही हालेको छैन यो चाहिँ तर कस्तो राम्रो यहाँ नि पलाएछ अहिले त तल पनि आमा नि सानो पलाउँदै आएछ मेरो प्लान्ट
यो चाहिँ रियल हो कि के होला भन्नु त त्यो परी त हजुरभन्दा नराम्री रहेछ रे बुढाको परी होस् के अरे हाम्रो दिमदुङ जी मार्ला नै अहिले यो रियल हो कि फेक हो यो प्लान्ट भन्नु त तपाईँहरूले ल चिन्नु ल यो रियल हो कि फेक हो कमेन्ट गर्नु त के जस्तो लाग्छ यो प्लान्ट कति राम्रो लाग्यो चेलीले थ्याङ्क यू लाई चिन्नु भएछ यो फेक हो अर्को पनि देखाउँछु ल अनि यो चाहिँ के हो यो रियल हो कि फेक हो यो प्लान्ट चाहिँ यो चाहिँ फेक हो कि रियल हो ल भन्नु चिन्नु अयो ल भन्नु त के हो अब मेरो पेट त कुवा गरेको भाइ फेक हो बिरालो करायो रुचि यो नि फेक जहाँसम्म लाग्छ अरे यो चाहिँ फेक हो यस्तो छ यो चाहिँ फेक हो होइन अनि यो चाहिँ रियल हो नि कहाँ फेक हुनु फेक हो अब रुममा नि कुनै रियल हुन्न रे हुन्न रियल बिचारा हेर्नु ल हेर्नु यस्तो भयो रियल हो नि नि प्लान्ट यो रियल हो अनि पेटमा मुसा कुदेको हो र कुदेछ कि ब्रदर कसरी करायो गरौ रियल हो चेली रियल हो यो रियल हो अनि यो रियल हो यो रियल हो हेर्नु त है यस्तो राम्रो फुलिरहेछ रियल फ्लावर हो रहेछ नानी बाबुले लगाउनु भएको नानी रे लानु भएको यो रियल हो छिटो नानी ज्वाइँलाई भोक लाग्यो होला रे ल दि यो चाहिँ हाम्रो यहाँको नजिकको एकदमै घनिष्ठ मित्रहरूले दिनुभएको यो चाहिँ भर्खरै घनिष्ठ मित्र बन्न लागेको साथीहरूले दिनुभएको यो प्लान्टहरू चाहिँ धेरै छ अनि यहाँ पुष्पा दिदीले मलाई चोर्न लगाएको प्लान्ट के अरे चोरेर लग्यो भने चाहिँ राम्रो हुन्छ भनेर दिनुभएको चोरेको प्लान्ट पनि देखाउँछु ल तपाईँहरूलाई चोरेर लगेको प्लान्ट चाहिँ यो कस्तो राम्रो हुँदो रहेछ नि यो के अरे नेपालको मनी प्लान्ट जस्तै हुने रहेछ भाइ यो त नमर्दो रहेछ क्या नि यत्तिकै सानो भाँचेर दिनुभएको थियो यत्तिकै गाडिदिएको बिचरा यस्तो राम्रो भइरहेछ यहाँ चाहिँ यो चाहिँ दिदीले चोर्नु भएको फुस्सा दिदीले गुरुङ बाजे दाईको घरबाट यो प्लान्ट चाहिँ कस्तो राम्रो भएछ बिचरा मेरो प्लान्ट अनि मैले आज चाहिँ प्लास्टिक हटाइदिएँ पानी धेरै भयो नानी रे म त सुरुमा त पानीमै राखिदिएँ नि दिदी म त पानी धेरै चाहिन्छ होला यसलाई भनेर पानी फालिदिउँ त म त पानी धेरै चाहिन्छ होला भनेर क्या ल मैले फालिदिएँ ल पानी मलाई त थाहै थिएन योमा त पानी धेरै चाहिन्छ होला भनेर पानी जमेर मर्छ अरे ल फालिदिएँ थाहा थिएन नि म त यसलाई त धेरै पानी चाहिन्छ होला भनेर यहाँको प्लान्टहरू त पानी नखाने प्लान्ट हुँदो रहेछ क्या प्राय 1 महिनामा एकचोटि हाल्नु पनि 2 चोटि हाल्दिए नि पुग्ने के ल मैले फालिदिएँ ल मलाई थाहा थिएन फालिदिएँ अझै फालिदिउँ ढुङ्गा झऱ्यो
ल हाल्दिएँ मैले ल अब त भयो होला नि पर मान्छेहरू कोही देखेनन् लु मलाई त अब त कस्तो खुवाई गरेर मेरो पेट गरा ए पुष्पा दिदी यहाँ हेर्नु घिउ 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 बाजे दाइकोमा जाँदै साइला दाइ र म पालो घिउ बोक्दै कम्पिटिसन चलिरहेछ बिचरा बाजे दाइ र भाउजूलाई कसले दिएको होला नि गाउँमा तिमीहरूलाई मैले यस्तो माया गरेर घिउ पठाउने तिमीहरू चाहिँ फलानु फलानुलाई बाँड्दै बस्ने भन्नुहुन्छ होला है बिचरा दाइ र भाउजू साइला दाइ र म जाँदै पछि एक डिब्बा घिउ ल्याउँदै आउँदै नेपालमा हुँदा त घिउै नखाने मान्छे हो कि म यहाँ आएर त है यही मिठो लाग्ने रहेछ अनि त्यही भएर म त के अरे तपाईँले दिएको घिउ सक्यो पुष्पा दिदी अनि जति घिउ खाए नि नमोटाउने रे यहाँ आएर खाना लगाएको हो कि दिदी नेपालमा त यादै हुँदैन थियो भने नि मैले जे चिज चाहिँ नेपालमा हुँदा हुन्थ्यो नि त्यो चिज खान मन नलाग्ने कि अनि अहिले चाहिँ फेरि हेर्नु न यहाँ अहिले चाहिँ यहाँ आएपछि चाहिँ अब घिउ र भात बाहेक अरू त केही मिठो लाग्दैन नि त यहाँको अनि त्यही भएर अनि साइला दाइ र म जाँदै एक डिब्बा घिउ बोक्दै आउँदै अनि केही नभए नि अहिले त घिउ र भात पो मिठो लाग्छ है पहिला त कस्तो उयो नेपालमा त उयो हुन्थ्यो नि त यहाँ त अहिले त घिउ र भात पाएपछि त केही नचाहिने के मिठो लाग्ने रोटी पनि अहिले चाहिँ अस्ति के दिदी सुन्नु न यो के यो डालो के तल थियो होइन रोटी राखेर बुढाले यहाँ राखेछन् यहाँ यसरी राख्नु भएछ बुढा राख्ने को राख्नु यसरी राख्नु भएछ होइन अन्त योलाई नि हतार हतार टिकटक बनाउँदै थियो कि हतार हतार यहाँ राखेको त यसरी अड्केछ कि यसरी यहाँ राखेको थिएँ कि अनि यसरी कसरी अड्केछ पनि एउटा चाहिँ यहाँ यस्तो भएछ एउटा चाहिँ यस्तो भएछ कि के भएछ कि राख्ने बेलामा ए हो यस्तो भएछ यसरी राख्ने बेलामा चाहिँ एउटाले चाहिँ खुट्टा नटेकेको रहेछ कि ठ्याक्कै यसरी अड्केको रहेछ एउटाले चाहिँ यहाँ खुट्टा नटेकेको रहेछ अनि गाउँदै गाउँदै गएर त्यहाँ चाहिँ दुईटा जति रोटी थियो कि दुईटा कि तिनटा थियो नि यसरी भित्तामा अरेस लागेको त ठ्याङ्ग यहीँ त्यो रोटी र दालो त यहीँ खसेर हे भगवान् त्यही नि टिकटक बनाउँदा त्यत्रो दालो र टाउकोमा लागिसक्यो है त्यही पनि म्युजिक त नछोड्ने कि मैले चाहिँ अनि त्यो भिडियो चाहिँ राखेको छैन एक दिन यस्तो हाँसो लाग्यो मलाई त यसरी पछाडि गएको त है त्यो हतार त्यो डालो र दुईटा रोटी त टन्नै यहाँ खसेर त म त एकछिन त रन थन्नेर रननै पार्यो तर नि आज त्यो लिपसिङ के पो थियो कि यो दिलको नि के भन्ने थियो कि लिपसिङ अझै क्यामेरा यता यहाँ राखेर चाहिँ यहाँ बसेर भिडियो बनाएको कि रोटी दालो सबै यहाँ खसेर हाँसो लाग्यो अनि मेरो पालो त्यो दालोको रोटी निकालेर यहाँ राखेछु कि रोटी अब भ्याइन लाग्छ रोटी अब यति छ कति धेरै हाल्नुभएको कि रोटी नि आमामा खाएरै नसकिने रोटी सेलरोटी यो त जति बासी भयो भने त्यति पो मिठो हुँदो रहेछ क्या हेर्नु न अहिले पो मिठो हुन्छ हौ झन् चियासँग के अझै मलाई त फेरि त्यो दुध हालेको चियासँग नि मिठो हुन्छ होइन तर मैले यहाँको दुध चाहिँ खाएको छैन तर कालो चिया र कफीसँग नि मलाई त्यस्तो मिठो लाग्छ यो रोटी त मिठो बिचरा दुख्यो होला नि चेलीलाई भन्नुमा म एक दिन भिडियो हाल्छु नि कस्तो कमेडी भन्छ यस्तरी गएर अरेस आउँदै उयो गरेको त दालो यहीँ टाउकोमा खसेर मिठो रोटी
खाना नपाए नि रोटी नदेखाउनु न रे बिचरा म जस्तै रोटी मनपर्ने हुनु त रहेछ है अनि देख्ने बित्तिकै खाम लाग्ने अनि रोटी नदेखाउनु न कस्तो खाना मन लाग्यो भन्दै हुनुहुन्छ क्या मलाई नि त्यस्तै हुन्छ मलाई नि सेलरोटी कस्तो मनपर्छ नि त्यो पाउरोटी साउरोटी मन पर्दैन यो सेलरोटी त नदेखाउनु न मुख रसायो ल देखाइन राखेँ मैले लु अब चाहिँ म छुट्छु है खाना खान्छु खाना खाएर अब हामी एकछिन बाहिर जानुपर्ने काम छ बाहिर भन्नाले बुढाले चाहिँ अब यो खस्ला र राम्रोसँग राख्नुले अब त यसमा त छैन यहाँ रोटी लुकाएर राखेको यही खसे कि अनि त्यही भएर अझ रोटी सोटी झिक्दिएँ मैले कम्ता टाउकोमा यस्तरी लाएन र नेपालीको बच्चा रे होइन हेलो कति क्युट देख्दैन कि तर यहाँबाट यो कि यो एउटा यो मान्छे क्या यो के अरे कसको अनुहार हाल्छ क्या यो ग्लिच इन रियल लाइफ भन्ने क्या यो मान्छे होइन म तपाईँहरूलाई यहाँबाट स्क्रिनसट हानेर देखाइदिन्छु है यो मान्छे कसको अनुहार हाल्छ है आफू राम्रो पनि छैन क्या फेरि अनि त कसैले यो मान्छेले नि मलाई मात्रै होइन क्या जसकोमा पनि एकदम नेगेटिभ उयोहरू दिइरहेको हुन्छ क्या यसले चाहिँ यो पाउनै यसको 2000 यसले चाहिँ 2038 फलोवर्स 5 फलोइङ यो चाहिँ यो मान्छे चाहिँ भित्रपट्टि फेरि केटी छ होइन त्यो आइमै जस्तो छ क्या महिला त्यो भर्खरको पनि होइन बुढी पनि होइन ठिक्कको छ अनि बाहिर चाहिँ यस्तो फोटो राख्छ क्या यसले चाहिँ यस्तो खालको फोटो राख्छ यो अनुहार नाक मुख खुन्चेको जस्तो क्या अब खै उसको बुढा हो कि अथवा कोही हो कि के हो होइन यस्तो गरेको अनुहार राख्छ कि बाहिरपट्टि चाहिँ अनि भित्र खोलेर हेर्न गयो भने चाहिँ केटी उयो नै हो क्या महिला नै हो क्या फेरि त्यो कपाल पनि लामो कस्तो छ क्या अनि मैले चाहिँ त्यो हेर्ने थिएँ त अस्ति न मलाई नराम्री भनेको थियो क्या अनि मैले सोचेँ नि ऊ चाहिँ कतिको राम्रो रहेछ त भनेर हेर्न गएँ क्या कहिले नि हेर्थेन अब जसले चाहिँ अब धेरै ठाउँमा सबैलाई त्यो आइडीबाट चाहिँ सबैलाई त्यस्तै नराम्रो भन्ने के नराम्रो कमेन्ट गरेको चाहिँ देखेँ मैले यसले मलाई मात्रै नरहेछ अरूलाई पनि त्यस्तै भन्दो रहेछ रिसले होइन अब एकदम जलेर खरानी हुनुहुँदो रहेछ क्या अनि त्यही भएर चाहिँ अर्को मिल्छ भने चाहिँ अर्को जुनीमा चाहिँ मलाई एकदम राम्रो अनुहार दिएर पठाइदिनुहोस् है अनुहार मात्रै नभएर उहाँको मन दिमाग सबै चिज चाहिँ राम्रो दिएर पठाइदिनुहोस् अनि त्यस पछाडि चाहिँ मलाई गाली त्यो के नराम्रो फिल चाहिँ भएन कि उहाँको त्यस्तो खालको उयो देखेर अनि अर्को चाहिँ कस्तो खालको हुन्छ भने अर्को चाहिँ कस्तो खालको यस्तो क्या अब स्याडमा पनि त्यो हाँस्दा त्यो आँसु निस्केको इमो क्या अब स्याड भइरहेको छ होइन अब मान्छे मरेको भिडियो छ कि अथवा रोइरहेको भिडियो छ कि हाँसेको क्या त्यो हाँस्दा आँसु निस्केको इमो तपाईँहरूलाई पनि रिस उठ्छ होला है सायद तपाईँहरूकोमा त्यस्तो खालको इमो आयो भने चाहिँ जुनमा चाहिँ तपाईँ स्याड भइराख्नु भएको छ अथवा स्याड भिडियो छ त्यसमा चाहिँ मिची आँसु निस्केको त्यो भयो भने सायद कस्तो खालको इमो युज गरेको होला अब रेस्ट इन पिस लेखिरहेछ त्यहाँनिर नि अब हाँसेको त्यो हाँस्दा आँसु निस्केको इमोहरू युज गर्नुहुन्छ नि त अनि मैले चाहिँ कस्तो मान्छेले चाहिँ यस्तो खालको इमो युज गर्ने रहेछ भनेर यसो भित्र इन्क्वायरी गरेँ क्या खोज्न गएँ कि कस्तो चाहिँ रहेछ नि त भनेको त पछि त मलाई गाली गर्न मन लागेन कि किनकि सबैजना टिकटक युजर हुनुहुन्न नि त अनि अब कतिजना आमाहरू हुनुहुन्छ होला कतिजना चाहिँ अब गाउँघरमा भर्खर टिकटक स्टार्ट गरेको हुनसक्छ होइन उहाँहरूले चाहिँ त्यो इमो के नजानेर रोको इमो कुन हो हाँसेको इमो कुन हो छुट्याउन नसकेर चाहिँ अनि त्यस्तो खालको इमो युज गर्नु हुँदो रहेछ क्या अनि मलाई चाहिँ के कराउँछ के करायो यो माथि मैले यस्तो कहिले राख्दिनँ थिएँ कि कहाँबाट यस्तो उयो आएको छ क्या मेरो यो
267 के हो यो